नमस्ते सबैलाई। आज म झापाको सबैभन्दा चर्चित मनोरञ्जन स्थल ह्याप्पील्यान्ड पार्कमा छु। आज मक्सिर 27 मा यहाँ नयाँ सेक्सनको स्पेशल ओपनिङ हुँदैछ। यसपटक ह्याप्पील्यान्ड पार्कले धेरै नयाँ अपडेटहरू ल्याएको छ। नयाँ राइड्स, किड्स जोन, आकर्षक फोटो स्पटहरू हैन, फुड कोर्टको अपग्रेड, पार्कको भित्रको माहौल आज एकदमै लाइभली र एक्साइटिङ देखिन्छ। आजको ब्लगमा त म तपाईहरुलाई ह्याप्पील्यान्ड पार्कको नयाँ थपिएको सेक्सन, यहाँको ओभरअल एक्सपिरियन्स, क्राउड रियाक्सन र मेरो होनेस्टली रिभ्यू सबै देखाउने छु। यदि तपाई झापा आसपास हुनुहुन्छ र फ्यामिली वा फ्रेन्डसँग घुम्ने राम्रो ठाउँ खोजिरहनु भएको छ भने यो पार्क एकदमै राम्रो अप्सन हुन सक्छ। भिडियो अन्तसम्म हेर्नुहोला, मन परे लाइक गर्नुहोस्। यस्तै ट्राभल्स र प्लेस ब्लगहरुको लागि मेरो च्यानल फर्स्ट फिल्म सब्सक्राइब गर्न नबिर्सनु होला भन्दै अब सुरु गरौँ ह्याप्पील्यान्ड पार्कको न्यू ओपनिङ ब्लग। म चाहिँ अहिले झापाको सुरुङ्गा बजारमा छु र सुरुङ्गा बजारबाट बिरतामठ जाने बाटोपट्टि लाग्दै छु र लगभग सुरुङ्गा बजारबाट 100 मिटर चाहिँ अगाडि गइसकेपछि तपाईहरुले ह्याप्पील्यान्ड पार्क जाने भनेर चाहिँ एउटा ठुलो गेट नै देख्नुहुन्छ हैन। त्यो बाटो भएर जानुपर्ने हुन्छ र सुरुङ्गा बजारबाट ह्याप्पील्यान्ड पार्कसम्मको डिस्टेन्स लगभग 2 किलोमिटरको यात्रा तय गर्नुपर्ने हुन्छ। तपाईहरुले देख्न सक्नुहुन्छ यसरी गेट नै रहेको छ। आज ह्याप्पील्यान्ड पार्कको भिडभाडको माहौल एकदमै धेरै रहेको छ हैन। यहाँ प्रायसो धेरै गेस्टहरु चाहिँ इन्डियाबाट आउनु भएको छ पिकनिकहरुको लागि बच्चाहरु लिएर, र यहाँ चाहिँ 4 वर्षभन्दा तलको बच्चाहरुको लागि चाहिँ फ्री रहेको छ भने त्यो भन्दा माथिको उमेरको समूहलाई चाहिँ 200 रुपैयाँ चार्ज लाग्छ भने त्यसमा 2 वटा गेमहरु फ्री रहेको छ हैन। यो रोटेपिङ र सायद कोलम्बस नै होला जस्तो लाग्छ मलाई चाहिँ। र प्याकेजमा विद्यार्थीहरु धेरै हुँदा उहाँहरुलाई अब के छुटहरुको के सुविधा अवश्य पनि यहाँ रहेको नै छ र लगभग 200 रुपैयाँको उसमा चाहिँ यति धेरै ठुलो पार्क घुम्न पाउनु नै एउटा भ्यालु फर मनी भने जस्तै रहेको छ। त्यसमा 2 वटा गेमहरु फ्री पनि रहेको छ। स्वागत छ साथीहरु मेरो युट्युब च्यानल फर्स्ट फिल्ममा। आज चाहिँ हामी फेरि पनि ह्याप्पील्यान्ड घुम्न आइपुगेको छ। नयाँ ओपनिङ हुँदैछ भन्ने सुन्दै म पनि अब भित्र प्रवेश गर्दैछु। आज यहाँ नयाँ सेक्सनहरुको ग्रान्ड ओपनिङ हुँदैछ हैन। तपाईहरुलाई सबै अपडेटहरु, राइड्सहरु, फोटो स्पटहरु, फुड कोर्टहरु यही ब्लगमा चाहिँ अब देखाउन लागेको छु। लेट्स एक्सप्लोर ह्याप्पील्यान्ड पार्क न्यू एडिसन्स। ह्याप्पील्यान्ड पार्कको इन्ट्रान्स आज धेरै नै कलरफुल देखिन्छ हैन। डेकोरेसनले अलि अर्को लेभलको भाइब दिइराखेको छ हैन। टिकटको प्राइस पनि आज सामान्य दिन जस्तै राखिएको छ। लेट्स चेक इनसाइड।
एभिलियन पार्कको नयाँ आकर्षण भनेकै फोटो बोथ होइन, अरू यहाँका लाइट टनेलहरू, 3D आर्टहरू, गार्डनहरूको भाइबहरू चाहिँ धेरै नै निकै नै आकर्षक र राम्रो रहेको छ भनेदेखि यहाँ चाहिँ घुम्न अहिले एउटा छुट्टै आनन्द आइराखेको छ। म चाहिँ आज पर्यटकहरूले एकदमै धेरै बढी रुचाएको यो ताजमहल एरियामा चाहिँ प्रवेश गर्दैछु। तपाईँले देख्न सक्नुहुन्छ भित्र पस्ने बित्तिकै एउटा छुट्टै भाइब्स चाहिँ आउने गर्छ। अहिले चाहिँ यहाँनिर चाहिँ त्यो फुड स्टलहरू पनि साइडहरू पनि धेरै अपग्रेड गरिएको रहेछ र पिकनिक खान पनि यहाँभित्रै मिल्ने माहौल पनि रहेछ। तपाईँहरूले देख्न सक्नुहुन्छ दुईटै साइडहरूमा चाहिँ धेरै पिकनिक ग्रुपहरू चाहिँ आएर चाहिँ पिकनिक गरिरहेको अवस्था देख्नुहुन्छ। यो एरियामा चाहिँ धेरै जसो ठाउँमा चाहिँ पिकनिक ग्रुपहरू चाहिँ लगभग 10-15वटा ग्रुप नै भित्र यो साइडमा मात्रै रहेको मैले पाइरहेको छु। ल साथी म चाहिँ अब ताजमहलपट्टिबाट चाहिँ स्विमिङ एरियातर्फ जाँदैछु।
र स्विमिङको लागि चाहिँ टिकट काट्नुपर्ने हुन्छ र कस्टमहरू पनि पाइन्छ यहाँनिर। र म चाहिँ स्विमिङ गर्न होइन भित्र मात्रै एउटा हेर्नको लागि मात्रै गएँ। त्यसको लागि पनि 50 रुपियाँको टिकट पाइन्छ छुट्टै होइन। त्यो लिएर चाहिँ म चाहिँ भित्र प्रवेश गर्छु होइन। अहिले यहाँनिरको माहौल चिसो मौसम भए पनि पौडी खेल्न चाहनेहरूको लागि त झन् दामी नै रहेको छ होइन। वाटर ट्युब स्लाइडहरू पनि रहेको छ, निकै नै आकर्षण रहेको छ। म चाहिँ अब उतापट्टि यो त्यहाँ पनि पौडी खेल्ने ठाउँ रहेछ, अक्सफोर्ड भएको ठाउँतर्फ जाँदैछु। यहाँ चाहिँ अलिकति गर्मी टाइममा अब अहिले पनि मान्छे धेरै हुँदाखेरि अक्सफोर्डबाट चाहिँ रेनिङ भए जस्तो तरिकाको चाहिँ पानी पर्ने गर्छ र त्यहाँनिर चाहिँ हेभिल्यान्ड पार्कले चाहिँ म्युजिक सिस्टमहरू चलाइदिइराखेको हुन्छ। त्यसले गर्दा चाहिँ अक्सफोर्ड रेन डान्स भन्ने चाहिँ एउटा छुट्टै लेभलको चाहिँ भाइब्स दिने खालको चाहिँ माहौल रहेको हुन्छ। र आज चाहिँ पौडी खेल्ने मान्छेहरू अलिकति कमै भएको कारणले गर्दा अहिले धेरै देखिएको छैन। साइडमा चाहिँ पौडी खेल्नेमा पनि चिसै भए पनि एउटा मान्छेलाई सोख हो आएर चाहिँ खेलिरहनु भएको तपाईँहरूले देख्न सक्नुहुन्छ। म चाहिँ अब यता पिङमा जानेछु र पिङबाट चाहिँ सिल्फी डाँडातर्फ लाग्नेछु। The announcement enthusiasts of Happyland Fun Park. In just a few minutes, the water dancing fountains will begin. Please gather around the pond and enjoy the beautiful fountain performance. Around the land set for Happyland Fun Park. Thank you. यो पिङबाट चाहिँ माथि सेल्फी डाँडा जाने क्रममा चाहिँ तपाईँले यो राइट साइडमा एउटा चिडियाखाना देख्न सक्नुहुन्छ। त्यहाँ चाहिँ जनावरहरू पनि राखिएको छ र अलिकति अगाडि गएपछि नेपालको मौलिक परम्परागत अनुसारको चाहिँ एउटा घर पनि देख्न सक्नुहुन्छ।
फाइनल्ली चाहिँ म यहाँको न्यू 8 सेक्सनको यो वर्षको सबैभन्दा ठुलो अपग्रेड पनि यही पार्ट्समा रहेको छ। तपाईले देख्न सक्नुहुन्छ। म यहाँतर्फ लागेको छु हैन। सुरुमै तपाईले यहाँको सुन्दर फुलहरुले एकदमै मन जितेर एकदमै आकर्षणको केन्द्रबिन्दु रहेको छ र यहाँ चाहिँ विभिन्न प्रकारका गेमहरु रहेका छन्। ड्राई स्लाइडहरु हैन, रोलर कोस्टर मिनी जो नेपालकै पहिलो 100 मिटर ड्राई स्लाइडरहरु पनि रहेको छ यहाँनिर हैन। 360 डिग्री राइड हैन, वेभ पुलहरु, ट्युब स्लाइडहरु रहेको छ यहाँ भित्र चाहिँ। खुट्टा त्यस्तो गर्नु हुँदैन है। खुट्टा मुनि काट्नु हुँदैन, माथि खुट्टा छाडै बनाउनु पर्छ।
यहाँ चाहिँ अहिले आजबाट यो गेम यो पार्ट चाहिँ स्टार्ट गरिएको सानातिना गेमहरू त धेरै रहेका छन् भने ठुला गेमहरू पनि रहेका छन् र धेरै नै एकदमै राम्रो ठाउँ रहेको छ र अब हामी चाहिँ यो ज्ञानसिन फाउन्टेन भन्ने चाहिँ वाटरफल एरियातर्फ जाँदैछ त्यो पनि अझै अपग्रेड गरिएको छ त्यसको पनि म तपाईँहरूलाई भ्यू देखाउनेछु र यो ठाउँ झन् गेम खेल्नेहरूको लागि चाहिँ धेरै चाहिँ नयाँ गेमहरू राखिएको रहेछ साथीहरु घुम्ने क्रममा चाहिँ आइपुगेको छु त्यो नयाँ ठाउँ पनि ओपनिङ भएको ठाउँ पनि घुमेर आइयो पार्क आज निकै नै भिडभाड रहेको छ बच्चाहरू चाहिँ यहाँनिर चाहिँ पिकनिकको लागि भनेर पनि ल्याइएको रहेछ यहाँ भित्रै बसेर पनि पिकनिक खान चाहिँ मिल्ने अवस्थाहरू पनि मैले देखेँ हैन बच्चाहरूको लागि भनेर कयौं सानातिना खेलहरूको सामग्रीहरू धेरैहरू अपग्रेड गरिएको अवस्थामा रहेछ नाच्न त उता गएर खै नाच्दैन अरे त कति चार्ज फुल चार्ज मेरो आज ह्याप्पी ल्यान्डको ग्रुपहरू है सबैजना हो ह्याप्पी ल्यान्डको ग्रुपहरू हो यिनीहरू सबैजना यहाँभित्र चाहिँ तपाईहरुले विभिन्न जाति जातिका भेषभूषाका चाहिँ ड्रेसहरू चाहिँ पाउनुहुन्छ हैन र फोटोहरू खिच्ने पनि सुविधाहरू रहेको छ यहाँबाट तपाईहरुले चाहिँ ड्रेसहरू लाएर चाहिँ फोटोहरू खिचेर चाहिँ अब रेन्टमा चाहिँ ल्याएर चाहिँ फिर्ता गर्न पनि सक्ने ठाउँ रहेको छ
हामी अहिले चाहिँ यो वाटर अपग्रेडिङ सिस्टम यो ग्यान्सिङ फाउन्टेन भन्ने चाहिँ यो उसमा आइपुगेका छौँ। यो सिन हेर्दा त अब मन कसको चाहिँ एउटा खुसी नहोला र होइन, एकदमै धेरै आकर्षण रहेको छ। नेपालमा यो चाहिँ दुर्लभै यस्ता सिनहरू रहेको ठाउँहरू रहेको छ। दिउँसै तपाईँले त्यहाँ चाहिँ इन्द्रेणी पनि देख्न सक्ने अवस्था पनि रहेको छ।
यो चाहिँ फ्री म्युजिक डान्स चाहिँ यो चाहिँ हल रहेको छ। यहाँभित्र चाहिँ म्युजिकहरू लगाएर तपाईहरुले आनन्दसँग डान्स गरेर पनि इन्जोय गर्न सक्ने ठाउँ रहेको छ। हेभिल्यान्ड पार्कको नयाँ पार्ट्सहरू जुन आजको ओपनिङ भएको थियो एकदमै चाहिँ आनन्ददायक रहेको छ र किड्सोनहरुको लागि चाहिँ एकदमै राम्रो बनाइएको छ। फ्यामिली आउटिङको लागि चाहिँ परफेक्ट रहेको छ भने ओभरअल हेभिल्यान्ड पार्क चाहिँ नयाँ अपडेट भन्नुपर्दा वर्थ इट रहेको छ र क्राउड अलि धेरै थियो तर एक्सपिरियन्स जेन्युनली एकदमै धेरै गुड रहेको छ। तपाईहरुले पनि आएर एकपल्ट भिजिट गर्नुस्, एकदमै राम्रो बनेको छ हैन। साथीभाइहरुसँग पिकनिक खानको लागि पनि भित्र तपाईले देख्न सक्नुहुन्छ माहौलहरु एकदमै राम्रो रहेको छ। र आजको हेभिल्यान्ड पार्कको न्यू ओपनिङ ब्लग चाहिँ यहाँसम्म चाहिँ भिडियो कस्तो लाग्यो, तपाईलाई हेल्पफुल लाग्यो कि कस्तो लाग्यो भने लाइक कमेन्ट सेयर गर्न नबिर्सनु होला भन्दै यस्तै ब्लगहरुको लागि चाहिँ फर्स्ट च्यानललाई चाहिँ सब्स्क्राइब गर्न नबिर्सनु होला भन्दै आगामी दिनमा फेरि पनि भेटौँला भन्दै आजको लागि चाहिँ बिदा हुन्छु।